हेलो गाइजहरू दर्शक नमस्ते सबैजनालाई आज पनि फेरि मैले नयाँ भिडियो लिएर आएको छु। हजुरहरूलाई के कस्तो लाग्छ यसो हेरिदिनु होला है। मेरो चाहिँ यो सेकेन्ड भ्लग हो अनि जोस् म चाहिँ यो के अरे यो चाहिँ कुखुराको खोर बनाउन लागेको छु कि ब्रोइलर कुखुरा पालौँ भनेर। अनि त्यही भएर यसलाई सफा गर्नुको लागि चाहिँ मैले एउटा सानो भिडियो लिएर आएको छु। के कस्तो लाग्छ हजुरहरूलाई यसो गरिदिनु होला। अनि अब कामतिर जाम है त, ट्याक्कसँगले काम गर्नु लाग्यो अब चाहिँ है। काम स्टार्ट गरियो। अनि यो काँसहरू चाहिँ अब कहाँ राख्ने भनेर ट्याक्कसँगले काँसहरू सुकाउनु पऱ्यो भनेर चाहिँ अनि सुकाउनुतिर लाग्यो। अनि अब काँसहरू त्यही त हो, पानीले त्यो अस्ति त्यो छाएको पनि थिएन क्या, पानीले सब बिगारिदिएको रहेछ तल तल। यस घाँस उठाएँ फुस्केको पनि थियो, बाँधे पनि टक्कसँगले लाएर। अनि काम चाहिँ अब जो सानो खोर बनाएको यतातिर चाहिँ चल्ला हाल्नुको लागि, जोस् सानो भन्नाले पनि सानै चल्ला हाल्नुको लागि मात्रै नयाँ बनाएको नि त। त्यो भएर चाहिँ यतातिर पनि चिसो जति थियो यतातिर सुकाएको। त्यस पछाडि अनि अब त्यही हो, के गर्नु, विदेश हिँडै गरियो। अब विदेश नजाने भनेर स्वदेशमै के गर्ने भनेर चाहिँ त्यही भएर यसो एउटा सानो गरौँ भनेर चाहिँ यसो बनाउन थालेको नि। अनि अब त्यो खासै म चाहिँ बोल्नु पनि आउँदैन होइन, नयाँ भिडियोहरू भर्खर बनाउन थालेको। त्यही भएर चाहिँ हल्का बोल्नु पनि जान्दिनँ होला, कहीँ कतै मिस्टेक भयो भने पनि यसो नरिसाइकन हेरिदिनु होला। जोस् अब बोरा कहाँ लग्ने भयो, फेरि बोरालाई उचालेर यतातिर राखेँ। यो चाहिँ सबै कुखुराको मल हो क्या, त्यही कुखुरा एकलट चाहिँ हालेर निकालिसकेको। अनि त्यही भएर यसलाई चाहिँ यता राखेको थियौँ क्या, किनभने त्यो सोरिबस्नुपर्छ नि त, लाउँदै पछि सोर्नुपर्छ। अनि त्यही भएर यता राखेको थियौँ। त्यही पनि पानीले भिजेर सब बिग्रिसकेको रहेछ क्या। यो पनि कता लाने भयो, उता त्यहीँ छेउमा लगेर पल्टाइदिएँ। त्यस पछाडि बाँस थियो तलबाट चाहिँ बाँस लगाएको रहेछ। अनि बाँस निकाल्यो अरे। त्यस पछाडि यसो हेरेको, फेरि काँस देखेपछि उतातिर लगेर फ्याँक्यो। अनि बोरा उचालेको, बोरा फेरि मक्किसकेको रहेछ, तिनीहरू सबै मल खस हो। त्यस पछाडि सरसफाइ कार्यक्रम गरियो, उता फ्याँक्यो उता फ्याँक्यो, छेउछाउमै फ्याँक्यो। जोस् त्यतातिर चाहिँ खोला छ क्या सानो। अनि अब त्यो मललाई पनि यतै मिसाइदिने भनेर चाहिँ अनि त्यही माटोमै मिसाइदिनु पऱ्यो भनेर चाहिँ उ गर्न थालेँ। त्यस पछाडि टक्क झारसार उखाल्यो अरे, झारसार पनि फ्याँकिसक्यो। अनि त्यस पछाडि अब कोदाली बोकेर आयो। त्यस पछाडि ठ्याक पारेर खन्न थाल्यो। मिलाउनु त पऱ्यो होइन, अब जे जस्तो भए पनि मिलाउनु त पर्छ, सम्म बनाउनु पर्छ नि त। अनि त्यही भएर चाहिँ अनि माटोसाटो मिलाउँदैछु। अनि अब जोस् बेर्नु चाहिँ अब यो माटोसाटो मिलाइसकेपछि बेर्ने हो। अनि अब यतातिर पनि मिलाउँदैछु ठ्याक्कै माइला भाइ आयो, क्यामेरा देखो भागो। माइला भाइ चाहिँ कुखुराहरू पनि आक्कै गर्दै थियो क्या, त्यो किरा खानु पाउँछ भनेर। अनि त्यसपछि चाहिँ अनि अब त्यो मललाई पनि मिलाएँ, चट्ट चिटिक्क बनाएँ। त्यो बार्नु चाहिँ अब 1-2 दिन पछि बार्ने हो। त्यसको पनि भिडियो म लिएर आउँछु, यसो हेरिदिनु न के कस्तो लाग्छ होइन। अनि नबिर्सिनु होला लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु। अनि अब मिलाउँदै थिएँ मिलाइ पनि सकिनु लाग्यो। जोस् अनि मिलाइ पनि सकिनु लाग्यो, ट्याक पारेर मिलाएँ मैले। जस क्यामेराम्यान पनि कोही पनि छैन, एक्लैले बनाएको भिडियो हो। के कस्तो लाग्छ हजुरहरूलाई चाहिँ
अब क्यामेराम्यान भए पो मिलाउनु पर्ने क्यामेराम्यानले राम्ररी खिचिदिन्छ ट्याक्कसँगले मिलाइसके पछाडि चाहिँ अनि लास्टमा चाहिँ यस्तो भएको रहेछन् क्या हेर्नु न यस्तरी चाहिँ मिलाइसक्यो अब यसलाई चाहिँ पुरै अब भोलिबाट बाँस सास काटेर चाहिँ टक्कसँगले त्यस्तै यता एकपट्टि बेरेको जस्तो बेरिदिने हो क्या चारैतिर अनि त्यस पछाडि फेरि अनि त्यस पछाडि बेरबार गरेर जाली हालेर अनि टक्कसँगले यस्तो यस्तरी लास्टमा चाहिँ यस्तो भएछ है बोल्नु जान्दिनँ त्यही हो नरिसाउनु होला अनि अब लास्टमा चाहिँ यस्तो भएछ चिटिक्क परेको टक्कसँगले अब अनि हजुरहरूलाई के कस्तो लाग्यो त मेरो भिडियो यसो राम्रो लाग्यो भने लाइक सेयर गरिदिनु होला धन्यवाद थ्याङ्क्स फर वाचिङ